हेलो गाइज, वेलकम टु आवर च्यानल। हामी चाहिँ आज टाट बनाउँदैछौँ। यहाँ छन् कलाकारहरू। यो डिजाइन अब यो खोपरा टोपो टोपी सर्ट हो यो। अब यसलाई बनाइन्छ है त। हाम्रो क्लासको यस्तै हो। भन्नु न फेरि एउटा टिकटक बनाऊ। यहाँ पुरै युट्युबमै हाल्नु सबैले हेर्नु। दियो बन्यो हाम्रो। अब यसमा तेल र घी हाल्नु पर्ने बाँकी छ। अब तिहारको लागि स्पेसल दियो बनिरहेको छ गाइजहरू। टाट दियो हेरिदिनु होला एकचोटि। यसको नाम चाहिँ टाट दियो है। टाट दियो होइन त, टाट दियो खतरै नाम होइन त यो। फर्काइदिउँ न यसरी। छिटो गर्नु सब कुराहरू बनाएर एङ्गलबाट यसो भजार्दै ये आप क्या कर रहे हो भन्दै एउटाले। दिस इज टाट, चकलेट टाट, क्रिम टाट। के भयो दिदी? सबैले यता हेर्नु। के बनाउँदैछौँ हामी? टाट, स्पेसल टाट। त्यही राति पज गरिदिनु। यस्तो बन्दैछ। बिग टाट हो, दियो, देसी दियो। कलाकार चाहिँ वानी हो। अर्को नि छ, अर्को कलाकार हो यहाँ छन्। अर्को यहाँ हामीले सानो टाट बनाएर छौँ, होममेड। डेलिभरी अल ओभर नेपाल होइन। सम्पर्क गर्नु होला घरको लागि। फ्रेस टाट, प्योर हाइजेनिक, नो मोर केमिकल होइन त। शुद्ध देसी घिमा तारेको हो यो बटर। बटर चाहिँ शुद्ध देसी नै हो। प्रक्रिया चाहिँ यसरी हो ठुलो दियोको लागि। अर्को यहाँ हुँदैछ हाम्रो टाट। उता हात दुखिसक्यो उहाँको एउटै बनाउँदैमा होइन। उता हाम्रो मास्टर सेफ हुनुहुन्छ केक रेडी पार्दै। अहिले खानुपर्छ एकछिनमा हाम्रो रमाइलो। ओभनमा हाल्नुभन्दा पहिला हामी यसो चामलको बोक्रा लिने यति थोरै, अनि बिचमा हाल्ने। यो भनेको हाम्रो नफुटोस् भनेर हो। यो चामल आगोमा पोल्छ। त्यो पिठो चाहिँ के भन्ने? कुन पिठो? खै त्यो